वेलकम टु माई च्यानल एभ्रिवान। के छ सन्चै हुनुहुन्छ सबैजना होइन। अब कसको एक्जामहरू चलिरहेको छ अनि को कुन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्दै जानु होला। र हाम्रो पेजलाई फलो गरेर हामीलाई युट्युबमा जोडिन नभुल्नु होला। हजुरहरूकोतिर कामहरू के कस्तो चलिरहेको छ त्यो पनि भन्दै जानु होला। र कसैलाई फेसबुक मोनेटाइजेसनको बारेमा जान्नु परेमा वा केही भएमा हामीलाई भन्न सक्नुहुन्छ। मेरो फेसबुक मोनेटाइजेसन हुँदै गइरहेको छ। आशा छ कि भविष्यमा कहिले न कहिले मोनेटाइजेसन होला, पैसा होला। मलाई भन्नुपर्दा सब्सक्राइबरहरूले सपोर्ट गर्नुहुन्छ होइन। अब हजुरहरू डेली भ्लगको भ्युवर्सहरू चाहिँ सपोर्टिभ भएर लाइक कमेन्ट सब्सक्राइब गर्दै जाने, सेयरहरू गर्ने। हामीले हजुरहरूको लागि डेली भ्लग र डेली जस्तो नै आइरहेको हुन्छ भनौँ। डेली आएन भने केही कामले गर्दा बिजी भए पनि हामी हजुरहरूको अगाडि एउटा पोस्ट खिच्छौँ होइन। र हाम्रो आजको वेदर चाहिँ यस्तो रहेको छ, म हजुरहरूलाई देखाउँछु। आजको वेदर यस्तो एकदमै क्लाउडी छ होइन। पानी कला जस्तो देखिरहेको छ, माथि पनि कालो कालो भइरहेको छ है। अनि यतातिर हेर्न सक्नुहुन्छ, यता नि घरहरू रहेको छ, घरहरू छ अनि यो पनि हाम्रै घर हो। यहाँ सिसा रहेको छ, सिसामा हामीलाई देख्न सक्नुहुन्छ। बिहान बिहान हामी यसमा हेरेर आफूलाई स्टाइल गर्न सक्छौँ। र हाम्रो त्यहाँ एकजना सरको बाइक पनि छ। र हजुरहरूलाई थोरै जुम गरेर देखाउनु पर्दा चाहिँ त्यहाँ चाहिँ एकजना मानिस बित्नु भएको छ। आज 9 दिन भयो उहाँ बित्नु भएको। र यस दुःखद घडीमा हामी संवेदना प्रकट गर्दै र उहाँको परिवारलाई चिर शान्ति मिलोस् भन्ने कामना गर्दछौँ। र हाम्रा प्यारा प्यारा युट्युबका साथीहरू, मित्रहरू र हाम्रा ब्लगर जन्ने परिवारहरूलाई सबैलाई हार्दिक नमन र मेरो च्यानल र तथा पेजमा स्वागत छ। र आजको वेदर यस्तो छ। र बारीमा हेर्न सक्नुहुन्छ, धान रोपिएको भएर चारैतिर हरियाली छ। हरियाली उता ट्र्याक्टरहरू पनि आइरहेका छन्। र आजको वेदर एकदमै क्लाउडी र पानी पर्ला जस्तो देखिन्छ। यहाँबाट हेर्दा हाम्रो स्कुलहरू नै नजिकै रहेको छ। हामी एक बडा बजार र सुन्दर रमणीय ठाउँको बिचको प्रकृतिमा रमाइरहेका छौँ। यस्तो दृश्य रहेको छ हाम्रो एक भरतपुर 21 पार्वतीपुर चितवनको एक रमणीय सुन्दर दृश्य। हरियाली, खेतबारी, स्वच्छ वातावरणले सुन्दर मनमोहक बनाइरहेको छ। को भ्लग यति नै थियो। के कस्तो लाग्यो कमेन्ट र प्रतिक्रिया दिन नभुल्नु होला। साथै हाम्रो च्यानललाई सब्सक्राइब नगर्नुभएका महानुभावहरूले सब्सक्राइब गर्दै जानु होला र बेल आइकन थिच्न नभुल्नु होला। हाम्रा कन्टेन्टहरू धेरै डेली जस्तो आउँदै गर्ने गर्छन्। हजुरहरूलाई मन परे लाइक, सेयर, कमेन्ट, सब्सक्राइब गर्दै जानु होला। र हामी आशा तथा कल्पना गर्छौँ कि हाम्रा भगवान रूपी समरूपी दर्शकहरू कहिले पनि निराश नहुँ भनेर होइन, सधैँभरि रमाइलो गर्दै जाउँ। सबैले साथ, सपोर्ट, माया, आशा गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। यो विश्वासलाई कहिल्यै पनि तोडिने छैन र हामीसँग साथी बन्न नभुल्नु होला। र आजको हाम्रो भ्लगमा यति नै थियो। सबैलाई धन्यवाद। हजुरहरू सबै जोडिदिनु भएकोमा र हामीलाई सधैँ यसैभरि माया गरिदिनु हार्दिक अनुरोध गर्दछौँ।
र हाम्रो आजको ब्लग यही समाप्त हुन्छ। हस्त बाई बाई, धन्यवाद।